नमस्कार। यहाँहरूले मेरो यस युट्युब च्यानल म्याजिकल मिररमा स्वागत गर्न चाहन्छु। यस युट्युब च्यानल मार्फत निरन्तर रूपमा जीवन उपयोगी भिडियोहरू लिएर आउने क्रममा आज म पुनः अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो सुरु गर्नुभन्दा अगाडि यहाँहरू समक्ष एउटा अनुरोध गर्न चाहन्छु। मेरो यस युट्युब च्यानल म्याजिकल मिररलाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिची अल नोटिफिकेसनलाई पनि थिचिदिनु होला, ताकि आगामी दिनमा यस युट्युब च्यानलमा नयाँ भिडियो अपलोड हुने बित्तिकै यहाँहरूलाई नोटिफिकेसन आउनेछ र भिडियो तत्काल हेर्न सक्नुहुनेछ। साथै यस युट्युब च्यानललाई ग्रो गर्नको लागि यहाँहरूको साथ सपोर्ट पनि हुनेछ। आजको यस भिडियोमा म वातावरण प्रदूषण सम्बन्धी विषयमा चर्चा गर्न चाहन्छु। प्राणीहरूमा सबभन्दा उच्च चेतनशील प्राणी हो मान्छे। के राम्रो के नराम्रो, के गर्न हुन्छ के गर्न हुँदैन, प्राय हरेक कुरा थाहा छ मान्छेलाई। फेरि पनि चेतनाको स्तरबाट सचेत भएर कुनै पनि काम गर्न चाहन्न मान्छे, केवल स्वार्थीको लागि। मान्छे स्वार्थीको पछि लाग्दा आफ्नो जीवन नै सङ्कटग्रस्त हुँदै गइरहेको कुरा कहिल्यै स्मरण गर्न चाहन्न। यसको ज्वलन्त उदाहरण हुन् वातावरण प्रदूषण। मान्छेले अक्सिजन कन्ज्युम गर्छ र कार्बन डाइअक्साइड एक्सक्रिसन गर्छ र बोट बिरुवाले फोटोसिन्थेसिसको क्रममा कार्बन डाइअक्साइड कन्ज्युम गर्छ र अक्सिजन एक्सक्रिसन गर्छ, जसले पृथ्वीको अक्सिजन आपूर्तिमा ठुलो भूमिका खेल्छ। तर हामी मानव भने प्रत्येक वर्ष 80,000 देखि 1 लाख वर्ग किलोमिटर जङ्गल विनाश गरिरहेका छौँ। बहाना जेसुकै भए पनि जङ्गल विनाशले पृथ्वीको अक्सिजन आपूर्तिमा ठुलो ह्रास आउँछ। एकातिर भएको वन जङ्गललाई विनाश गरी अक्सिजनको आपूर्ति घटाइरहेका छन् भने अर्कोतिर कोइला, पेट्रोल र डिजेल जस्ता जीवाश्म फसिल इन्धनहरूको प्रयोग गरी वातावरण प्रदूषणलाई थप सहयोग गरिरहेका छौँ। अब पनि मान्छेहरूले वातावरण प्रदूषणलाई रोक्न वा घटाउनतिर चासो नदिए निकट भविष्यमै मानव लगायत थुप्रै प्रजातिका जीवहरू ठुलो सङ्कटमा पर्न सक्ने सम्भावना वातावरण सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने विश्वका विभिन्न सङ्घ संस्थाहरूले जनाएका छन्। जीवनभन्दा पैसा ठुलो हो भन्ने गलत धारणाले कसरी वातावरण प्रदूषण जस्ता गम्भीर विषयलाई व्यवस्था गरिरहेका छन् मान्छे, त्यसको एउटा वास्तविक घटना म यहाँ प्रस्तुत गर्न चाहन्छु। सन् 2015मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धिको 21औं सम्मेलनमा पारित भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता हो पेरिस एग्रिमेन्ट, यानि कि पेरिस सम्झौता। यसको मुख्य उद्देश्य विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिक युगभन्दा 2 डिग्री सेल्सियस भन्दा कम वा सम्भव भएसम्म 1.5 डिग्री सेल्सियसमा सीमित राख्नु हो। जब सन् 2025 जनवरी 20 तारिक अमेरिकन राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिन्छ, त्यसै दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुन्छ र सोही दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गर्ने दिन अमेरिका पेरिस एग्रिमेन्ट यानि कि पेरिस सम्झौताबाट बाहिरिएको घोषणा गर्दछ। पेरिस एग्रिमेन्ट अमेरिकी अर्थतन्त्रका लागि अनुचित यानि कि अनफेयर छ भनी आलोचना गरेका छन् राष्ट्रपति डोनाल्ड ट्रम्पले। यसको मतलब यदि पेरिस एग्रिमेन्टको क्राइटेरिया अनुसार देशका उद्योग र कल कारखानाहरू सञ्चालन गर्ने हो भने यसले अमेरिकाको अर्थतन्त्रमा ठुलो क्षति पुर्याउन सक्ने राष्ट्रपति ट्रम्पको आकलन रहेको छ। तसर्थ पेरिस एग्रिमेन्टबाट अमेरिका बाहिरिएको राष्ट्रपति ट्रम्पको घोषणाबाट के कुरा स्पष्ट हुन्छ भने पैसा जीवनभन्दा ठुलो हो। पैसा त जीवन रहे चाहिने हो,
जीवन नै नरहे पैसाको के अर्थ। संसारको कुना कुनामा पहुँच पुगेका सामाजिक सञ्जालमा कहीँ कतै चर्चा हुँदैन वातावरण संरक्षणको विषयमा। अब तपाईँ हामी मिली यो विषयलाई सामाजिक सञ्जालमा व्यापक चर्चा गर्न जरुरी छ, ताकि प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट वातावरण प्रदूषण हुनबाट जोगाउनको लागि पहल कदमी थालोस् र हामीले हाम्रो आगामी पुस्तालाई स्वच्छ, सफा, सुन्दर र हरभर भएको हरियाली वातावरण सुम्पिन सकौं। हस्त आजको भिडियो यति नै। आगामी दिनमा पुनः यस्तै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित हुने बाचा गर्दै आजको यस भिडियोबाट म